भगवानले वराह अवरूप धारण गरेर हिरण्याक्षको वध गर्नुभयो। जस प्रभावले भगवान महादेवजी भगवान विष्णुका हरेक अवतारहरूमा प्रविष्ट हुनुभएको छ, सहायता दिनुभएको छ। ब्रह्मको विशेषता, ब्रह्म एकरूपता कै प्रभावले सारा असुरहरूमाथि देवताहरूले विजय प्राप्ति गरेका छन्। भगवानका स्तुति वन्दनाले भरिपूर्ण भएको यो शिव पुराण कहीँ पनि त्यस्तो स्थान छैन, त्यस्तो वाक्यहरू छैन जसको प्रभावले परमात्मामा भिन्न भिन्न रूप देखियोस्। ब्रह्मा विष्णु महेश्वर त्रिदेव र ती शक्ति कै आधारमा भगवान विष्णुले नारदलाई विष्णु पुराणमा भन्नुभएको छ, हे नारद, भगवान गणेश मेरो बुद्धि हुनुहुन्छ। गणेशको पूजा नगरिकन एकैपटक मेरो पूजा मात्रै गर्यो भने म बुद्धि नभएकोले त्यसलाई कहाँबाट बुद्धि दिन सक्छु र? बुद्धि प्राप्तिको लागि गणेशको पूजा आवश्यकता पर्दछ। भगवान सूर्य मेरो आँखा हुनुहुन्छ, तेज हुनुहुन्छ। ज्योति नभइकन मैले कसरी बाटो देखाइदिन सक्छु र? त्यसकारण सूर्यको पनि उपासना गर्नु पर्दछ। भगवती देवी मेरो शक्ति हुनुहुन्छ। शक्ति नभइकन न बोल्न सकिन्छ, न हिँड्न सकिन्छ, न केही क्रियाकलाप गर्न सकिन्छ। त्यसकारण देवी पूजन नगरिकन देवीलाई व्यवस्था गरेर देवीलाई र मलाई भेद दृष्टिले हेरेर यदि मेरो मात्र उपासक बन्छ भने शक्ति नभएर मैले कहाँबाट त्यसलाई केही दिन सक्छु त? सक्दिनँ। र भगवान महादेवजी मेरो आत्मा हुनुहुन्छ। आत्मा बिना यो देहको के अस्तित्व रहन्छ र? त्यस कारणले गर्दा देहको अस्तित्व त्यति बेलासम्म रहन्छ जति बेलासम्म आत्मा रहन्छ। हो, म भित्र पनि त्यही शिव तत्त्व आत्मा भएर विराजमान हुनुभएको छ, जसको कारणले गर्दा मैले मत्स्य, कुर्म, वराह, नरसिंह, वामन, परशुराम, श्रीराम, श्रीकृष्ण, बुद्ध, कल्की यावत अवतारहरू लिएर पृथ्वीको भार हरण गर्न सक्दछु, धर्मको रक्षार्थ गर्न सक्दछु। त्यस कारणले गर्दा मलाई त्यो शिव तत्त्वको आवश्यकता छ। हिरण्यकश्यपु नाम गरेको दानवले सारा परिवारलाई सान्त्वना दियो। जसले मेरो भाइ हिरण्याक्षको वध गरेको छ उससँग बदला लिनको लागि म पनि अब तेज बल प्राप्त गर्छु भन्ने दृढ सङ्कल्प लिएर मन्दराचलको घाँटीमा गएर ब्रह्माजीको कठोर तपस्या गर्यो। त्यसको कठोर तपस्याले त्रिलोक 14 भुवन दग्ध हुन लाग्यो। कसरी? यस्तो कठोर तपस्या गर्यो कि उसको शिरबाट नै आगाका ज्वालाहरू त्यहाँबाट धुवाँ हुँदै पुत्याउँदै मुस्रोले सबै ब्रह्माण्ड व्याप्त गर्यो। देवताहरू श्वासविहीन भए, प्राणीहरूले सास फेर्न नपाएर मर्न लागे। त्यो अवस्थामा ब्रह्माजी जानुभयो। लौ मूर्ख, तैँले वरदान माग। बाबा, हे ब्रह्मदेव, सबैभन्दा पहिलो वरदान त म यही माग्छु हजुरसित। यो संसारमा जहाँ जहाँ हजुरले सृष्टि गर्नुभएको छ, जस्तो जस्तो जीवहरूको प्राणीको रचना गर्नुभएको छ, तिनीहरूबाट मलाई भय नहोस्। म तिनीहरूबाट अवध हुन सकूँ अथवा कसैले मलाई वध गर्न नसकोस्, मार्न नसकोस्। वरदान दिनुभयो ब्रह्माजीले। अब त्यसले सारा त्रिलोक 14 भुवन व्याप्त गर्यो। सबै देवताहरूलाई दुःख दियो। देवताहरू डराए, विष्णु कहाँ गए। भगवान विष्णु कैलाशमा गएर भोले बाबासँग सल्लाह गर्नु, हे प्रभु। ब्रह्माजीले अन्जानमा वरदान दिनुभयो। धेरै खुसी भएर, धेरै हस्किएर कहिले काहीँ बोल्यो भने पनि त्यो बोली आफै लागि आत्मघात बराबर हुन्छ। त्यसकारण जो व्यक्ति थोरै बोल्छ, चाहिने कुरा बोल्छ, त्यो व्यक्ति साधु स्वरूप बन्न सक्दछ। धेरै बोल्छ तर चाहिने एउटा पनि बोल्दैन भने त्यो काम छैन। त्यस कारणले गर्दा थोरै बोल्नु, सही बोल्नु, तार्किक बोल्नु, जगतको हित हुने बोल्नु,
ब्रह्माजीले विचारै नपुर्याइकन बोल्दा आज यस्तो हालत भयो। कसैले पनि त्यसलाई मार्न सकेनन्। केही उपाय छ भने बताइबक्सोस्। भगवान् शङ्करले भन्नुहुन्छ, हे प्रभु, अब हजुर त्यो ऋतु, घडी, पला, महिना, वर्ष कसैसँग पनि सम्बन्ध नभएको पुरुषोत्तम महिनामा नै हजुरले सृष्टि गरेर त्यही समयमा त्यो हिरण्यकश्यपको वध गरिदिबक्सोस्। हजुरलाई म सहायता गर्छु। हजुरभित्र रौद्र स्वरूप रहेर मैले हजुरलाई सहयोग गर्दछु, जानुहोस् भनेर पठाउनु भयो। भगवान् विष्णुले बाटो हेरिराख्नु भएको थियो। प्रह्लाद अत्यन्तै परम भक्त थिए भगवान्का। हिरण्यकश्यपले अत्याचार गर्यो अनि एक दिन त साह्रै रिसाएछ। सर्पहरूलाई गएर भन्यो, यसलाई गएर मारिदेऊ, यसलाई डसेर मारिदेऊ भन्दा सर्पले गएर डस्न भन्दै गएका। प्रह्लादजीको त्यो देह छाला चट्यान जस्तो भइदिएछ अनि त्यो सर्पका दाँतहरू पनि भाँचिएछन्। पहाडबाट खसाल्न लाग्दा भगवान् च्याप्प गएर पक्राउनुहुन्थ्यो। हात्तीले कुल्चन लगाउँदा कपास जस्तो भइदिनुहुन्थ्यो ती प्रह्लाद। परमात्माले आफ्ना अनेक कला प्रह्लादमाथि प्रदान गर्नुभएको थियो, जसले गर्दा हिरण्यकश्यपको कुनै पनि बलले ती भक्तलाई मार्न सकेन। र अन्त्यमा साह्रै क्रोधित भएर, तँलाई बचाउने को हो, कहाँ छ त्यो भन्दा, हे पिताजी, मलाई बचाउने, हजुरको पनि कल्याण गर्ने, सारा संसारको हित गर्ने त्यो परब्रह्म, ब्रह्म, त्यो शिव तत्त्व, त्यो ब्रह्म तत्त्व, त्यो हरिहर तत्त्व जहाँ पनि हुनुहुन्छ, यत्र तत्र सर्वत्र त्यो व्यापक छ। जसरी आकाश संसारमा व्याप्त छ, त्यस्तै प्रकारले त्यो हरिहर तत्त्व पनि व्यापक हुनुहुन्छ। जहीँ तहीँ अखण्ड हुनुहुन्छ उहाँ, कुनै खण्डित नै छैन। यो आकाश कहाँ गएर खण्डित भएको छ कसैले पत्ता लागेको छ? छैन नि। राज्य खण्डित भए, देश खण्डित भए, विचार खण्डित भए, मान्छेका भावनाहरू खण्डित छन्, तर आकाश अखण्ड रहे जस्तै त्यो ब्रह्म तत्त्व पनि अखण्ड हुनुहुन्छ। भित्र बाहिर जता पनि व्याप्त हुनुहुन्छ, जसरी आकाश छ। एउटा माटाको घडालाई लगेर हजुरले घोप्टाइदिनु भयो भने पनि त्यो घडाभित्र पनि आकाश छ। आकाश नभएको कहीँ पनि छैन। त्यस कारणले गर्दा यो घर, यो पत्थर, यो पिल्लर जताततै परमात्मा हुनुहुन्छ भनेर प्रह्लादजीले हिरण्यकश्यपलाई भन्दा हातमा तरबार लिएर जब त्यो पिल्लरलाई प्रहार गर्न गएको थियो, स्फटिक खम्बालाई, त्यो मणिको खम्बालाई टुक्रा पार्छु भनेर भनेको, त्यही बेलामा भगवान् नरसिंह, नर भनेको भगवान् नारायण, सिंह भनेको स्वयं महादेव र विष्णुको एउटै स्वरूपबाट प्रकट भएर नखचन्द्रिका चम्चमाउँदै त्यो हिरण्यकश्यपलाई छातीमा प्रहार गर्नुभयो र प्राण अन्त गरिदिनु भयो। हिरण्यकश्यपको नष्ट भयो। सारा देवताहरू प्रसन्न मुद्रामा भगवानको आराधना गरे। एकैपटक हरिको पनि हरको पनि, हरिहरको एकैपटक प्रार्थना भयो। परमात्मा साह्रै प्रसन्न हुनुभयो। यसरी भगवानले नरसिंह रूप धारण गरेर त्यो दैत्यको वध गर्नुभयो। प्रह्लादजीलाई राज्याभिषेक गरिदिनु भयो। अथवा बाबुआमा, छोराछोरी, इष्टमित्र भनेर पनि हुँदो रहेनछ। भगवानको लागि त त्यो प्यारो हो जो व्यक्ति देह भाव भन्दा पनि अन्तर्भावमा निहित रहन सक्दछ। यो देह भावी कस्तो हुन्छ त भन्दा देहकै मात्र चिन्ता, देह र गिहको मात्र चिन्ता लिने मान्छे, त्यो व्यक्ति न परमात्मा तत्त्व प्राप्त गर्न सक्दछ, न आफ्नो स्वरूपलाई बोध गर्न सक्दछ, न जान्न सक्दछ। त्यस कारणले गर्दा देह भाव भन्दा पनि अलग रहेर प्रह्लादजीले राज्याभिषेक लिनुभयो, राज्य सञ्चालन गर्नुभयो। सबैजना खुस भएका थिए। एक समयको कुरा हो, हिरण्याक्ष नाम गरेको दानवको पुत्र जसको नाम अन्धक थियो। यो अन्धक भगवान् शिवजीको महिलाबाट जन्मिएको थियो। हिजो सुन्नुभयो हजुरले। हिरण्याक्षले भगवान् शिवजीसँग माग्यो, त्यही अन्धकलाई प्रदान गर्नुभयो। अन्धक एक दिन घरमा जाँदा अन्य भाइहरूले गएर हेप्न लागेछन्, किन त अन्ध होस् त
हाम्रो साके दाई पनि होइनस्, भाइ पनि होइनस्, त्यस कारण तँलाई हामीले सम्पत्ति दिन्नौँ जा भनेर पठाइदिएछ। एक दिन उठेर बिचरा गुफामा गएर उग्र तपस्या गरे। जति तपस्या गर्दाखेरि पनि फल मिलेन। अनि आफ्नो शरीरका मासु मांस काट्दै ओम ब्रह्माजीको नाममा उनले गएर अर्पण गरेर होम्दै गर्दा ब्रह्माजी प्रसन्न भएर ब्रह्माले भन्नुभयो, जा बाबु तैँले के वरदान प्राप्त गर्न चाहन्छस्, ल भन्। माग भन्दा, प्रभु म अमरता बन्न सकूँ, मलाई गुमेको राज्य मिल्न सकोस्, प्रहलाद आदि सारा भाइहरू मेरो दास बनुन् र मैले देख्न नसकिने यो आँखाले पनि देख्न सकोस्। मलाई त्यो दृश्य प्रदान गर्नुहोस्, कसैबाट पनि नमरौँ, मलाई केवल भगवान् शिव र विष्णुले मात्र पनि मार्न नसकुन् भन्दा ब्रह्माजीले भन्नुहुन्छ, हेर बाबु म पनि एक न एक दिन यो जगतलाई छोडेर मेरो आयु पूर्ण भएपछि लय हुन पर्दछ। जातस्य हि ध्रुवं मृत्युर ध्रुवं जन्म मृतस्य च मर्यादा चेदृशी लोके भवेच्च कथमन्यथा। सबै प्राणी जन्मेपछि मर्नै पर्दछ, अरू वर माग। उसो भए भगवान् शिवजीले छाडेर मलाई कसैले मार्न नसकुन्, शिवजीको हातबाट मात्र मेरो मृत्यु होस् तथास्तु भनिदिनु भयो। ब्रह्माजी अन्तर्धान हुनुभयो। त्यो अन्ध घरमा आयो। सारा दाजुभाइ अघि त हेपेकेलाई पनि आफ्नो दास बनायो। एक छत्र राज्य गर्न लाग्यो। अब उसले गुरु ब्राह्मण सबैको निन्दा गर्न लाग्यो। यज्ञहरू छोडिदियो, धर्म कर्म सबैलाई त्याग गरेर त्यो विषयमा फस्यो। नाना प्रकारका विहार गर्न लाग्यो। मन्द्राचल पर्वतमा एक दिन गएर क्रीडा गरेको समयमा नारदजीले भन्नुभयो, हेर बाबु पाशुपत व्रत गर्न भन्दै एकजना जटाजुटवाला पुरुष बडो सुन्दरी स्त्रीका साथ आएका छन्। त एक्लै छस्, तेरो दरबारमा स्त्री छैनन्, तँलाई साह्रै सुहाउने खालकी ती स्त्री छन्, जा लिएर आइज भनेर भन्नुभएछ नारदजीले। त्यो फेरि पठाउने भगवान् शिवजीले नै हो, किनभने मराउनु थियो नि। नारदजीको कुरा सुनेर अन्ध गयो। त्यस पछाडि उसले आफ्ना गणहरूलाई लिन पठायो। गणहरूले गएर पार्वतीलाई भनेछन्, हे सुन्दरी मेरा महाराज जो अन्तक छन् बोलाएका छन्, हिँड भन्दा पार्वतीले के भनिछन् भने, अब त्यसको सर्वनाश हुँदैछ, यही गरेर सुनाइदिए भन्नुभएछ। जो व्यक्तिले शान्त सज्जनहरूलाई दुःख दिन्छ नि, जो व्यक्तिले इमान्दारी व्यक्तिलाई दुःख दिन्छ, जो व्यक्तिले सद्गुणी मान्छेलाई हेला गर्दछ, बिना कारण गल्ती नगरेका व्यक्तिलाई पनि फसाउँछ, अर्काको बदनाम गर्दछ, अर्काको चुगली गर्दछ, अरूको ईर्ष्या गर्दछ, अरूलाई अप्ठ्यारोमा पार्दछ भने जसरी अर्कालाई अप्ठ्यारोमा पार्ने अप्ठ्यारो रूपी खाडल खन्छ, त्यो खाडलमा अरू नपरेर आफै पर्नु पर्दछ। यसरी अन्धकलाई गएर सुनायो। अन्धक बहुत क्रोधित भएर छाती पिटी पिटी चिच्चाउन लाग्यो र सेना लिएर शिव भाटामा युद्ध गर्न गयो। रणभूमिमा युद्ध गर्दा सारा रगतका भलहरू बगे। भगवान् शिवजीलाई वैराग्य जागृत भयो र विचार गर्नुभयो, मेरो महिलाबाट उत्पत्ति भएको यो असुरले मलाई नै यसरी दुःख दियो, मैले नि युद्ध गर्न पर्यो। ल पार्वती हिँड भनेर फेरि उहाँ अहिलेको यही पाशुपत क्षेत्रमा आएर तपस्या गर्नुभएछ। हाम्रो यही पशुपति क्षेत्रमा आएर तपस्या गर्नुभयो। अनि पार्वतीलाई एक्लै वनमा छोड्नुभयो, आफू फेरि अर्को वनमा गएर ध्यानस्थ हुनुभयो। शिवगणहरू पार्वतीको रक्षा गर्न बसे। अन्धक कामले पीडित भएर शिव गुफामा प्रवेश गर्यो। 505 दिन 500 रातसम्म घना घोर युद्ध भयो उसको साथमा। सारा दैत्यहरू हताहत भए। दैत्यहरूका गण राजा गएर ऋषि भृगुलाई भने, हे गुरुवर हाम्रा सेनाहरू सबै भिन्न भए, के गर्ने होला भन्दा भृगुले भने, ठिक छ,
मृत सञ्जीवनी विद्या छ, म त्यसैद्वारा बिजाउँदिन्छु भनेर सारा मरेका दैत्यहरूलाई मृत सञ्जीवनी विद्याद्वारा बिउजाइदिए। ती मरेका दैत्यहरू पनि फेरि फर्केर आए। अनि नारदजीबाट शिवजीले थाहा पाउनुभयो यी दैत्यहरूलाई भृगुले बिउजाएका छन्, किनभने हजुरले नै मृत सञ्जीवनी प्रदान गर्नुभएको थियो। आज त्यो सञ्जीवनी विद्याको दुरुपयोग गरेर उसले अधर्मको निम्ति कर्म गरेका छन् भन्ने कुरा महादेवजीले थाहा पाए पछाडि क्रोधित बन्नुभयो र भृगुलाई पनि सर्लकै आफ्नो पेटभित्र निलिदिनु भयो। महादेवजीको पेटभित्र भृगु गए, सारा विद्या पनि पेटभित्र। दैत्यहरू त्राई त्राई भएर अब भाग्न लागे, डराउन लागे। अनि शिवजीले मुक्का प्रहार गर्नुभयो अन्धकलाई। अन्धक मुर्छा परेर हात जोडेर बाबा भोले बाबा मलाई क्षमा गरिदिनुहोस्, मैले जानिनँ हजुरमाथि अपराध गरेँ, शिवलाई नचिनेर नै मैले अपराध गरेको कारणले गर्दा मेरो सर्वनाश हुन लागिरहेको छ, त्यसकारण बाबा मलाई हजुरको चरणमा लगाउनुहोस् भनेर उसले बारम्बार स्तुति वन्दना गर्यो। म त हजुरको दास हुँ, मलाई हजुरको दासको लागि कृपा गरिबक्सोस् भन्दा भगवान् शिवजी खुसी भएर ल ठिक छ आज उपरान्त त मेरो गढ भइस् भनेर आफ्नो गढमा नै समाहित गरिदिनु भयो। भगवानले यो जगतमा जो फाल्लेका छन्, जो काम नलाग्ने छन्, जो अपराध कर्म गरे, जसले दुनियाँलाई विध्वंस पारे, गर्ने नहुने कुकर्म गरे नि, अन्त्यमा शिव शरण पर्दा ती सबैलाई आफ्नो बनाउनु भएको छ। भगवान महादेवको सामर्थ्यता पतितलाई पनि पावन बनाउने। परमात्माले जति पातकी भए पनि, जति पापिष्ट भए पनि सकेसम्म कसैलाई मार्ने इच्छा व्यक्त गर्नु भएन। अन्तिम उपाय नलाएर केही सिपी नलाए त अलगै विषय हो। जसले पार्वती माथि कुदृष्टि डाल्यो, जसले देवताहरू माथि युद्ध गर्यो, जसले महादेवजीलाई नै प्रहार गर्यो, उसैलाई आफ्नो गण बनाउनु भयो। महान पुरुषहरू क्षमाशील बन्न सक्नु पर्दछ। महापुरुष र विद्वानहरूको श्रृङ्गार स्वरूप भनेकै क्षमाशील हो। आफूलाई जति बदनाम गरोस्, आफूमाथि जति आइलागोस्, सकेसम्म सहने प्रयत्न गरियो भने त्यो जनको पनि प्यारो, भगवानको पनि प्यारो बन्न सक्दछ। आज महादेवजीले प्रेम गर्नुभयो, त्यो अन्धकलाई गढ बनाउनु भयो। यता भृगुजी फेरि शिवजीका पेटभित्र प्रवेश गर्नुभयो। अब बाहिर निस्किएन। दैत्यहरूले प्रार्थना गरे, बाबा भोलेनाथ कसरी हुन्छ, उहाँलाई बिउजाइदिनुहोस्, बाहिर निकालिदिनुहोस्। भगवानले विचार गर्नुभयो कहाँबाट बाहिर निकाल्ने, पेटभित्र छ। अनि उहाँले आफ्ना छातीहरू, पेटहरू चिरेर भुँडीबाट अनेक छिद्रहरू पाल पार्दै त्यो भृगुलाई बाहिर निकाल्नुभयो। पञ्चाक्षरी मन्त्र जप्दै ऊ भगवान शिवजीको वीर्यबाट बाहिर निस्कियो, वीर्यबाट जन्मियो। वीर्यको अर्थ हुन्छ शुक्र। भगवान शिवजीले त आज मेरो वीर्यबाट जन्मेको कारणले गर्दा त शुक्र भइस्, सबै विद्यामा त आचार्य हुनेछ, सबै विद्या प्राप्त हुनेछ, त्यसकारण आज उपरान्त तेरो नाम शुक्राचार्य रहनेछ। हर हर महादेव। र ती शुक्राचार्यको जन्म त्यसरी भयो। अब यी शुक्राचार्यलाई मृत सञ्जीवनी कसरी प्राप्त भयो त भन्दा एक दिनको कुरा हो। वाराणसीमा, काशीमा गएर विश्वनाथको ध्यान गरेर बस्नुभयो। भगवान विश्वनाथको ध्यान गर्नुभयो, तपस्या गर्नुभयो र त्यहाँबाट फेरि भारतको उत्तर भागमा जहाँ उत्तरतर्फ बग्ने गङ्गा थिइन्, तिनी गङ्गाको नाम उत्तरवाहिनी। ल हेर्नुहोस् त, ती उत्तरवाहिनी गङ्गा कहाँ छिन्? यहीँ छिन् नि। अहिले पो सुकेर सानै भइकन, त्यति बेला त यी उत्तरवाहिनी त पुरै यो क्षेत्र नै पुरै सिञ्चित गरेकी थिइन् नि। यिनै उत्तरवाहिनीको मूल भागमा आएर तपस्या गर्नुभयो। त्यहाँ कुनै जनहरू बस्दैनथे, कसैको घर बस्ती थिएन।
त्यहाँ यदि कसैले त्यो उत्तरवाहिनीमा गएर मलमूत्र त्याग गर्दथ्यो भने पनि त्यसलाई कठोर यातना भोग्न पर्थ्यो, पाप लाग्दथ्यो। त्यस्तो क्षेत्रमा गएर तपस्या गर्नुभयो। घना घोर जङ्गल थियो त्यहाँको दाउरा पनि जनताले कसैले लान सक्दैनथे। त्यहाँ लास पनि जलाउने चलन थिएन त्यति बेलासम्म, कसैका लासहरू पनि जलाउँथेनन्। त्यही स्थानमा शुक्राचार्यले गएर भगवान शिवजीको शिवलिङ्ग स्थापना गर्नुभयो। त्यो शिवलिङ्गको पूजा गर्दा गर्दा त्यहाँबाट ज्योति प्रकट भयो। त्यही ज्योतिको नाम ज्योतिर्लिङ्ग रह्यो। त्यही ज्योतिर्लिङ्गको जब पूजा गर्दै जानुभयो अनि त्यहाँबाट गएर एक दिनको कुरा हो, त्यही ज्योतिर्लिङ्गबाट भगवान साम्ब सदा शिवजी उत्पन्न हुनुभयो र शुक्राचार्यले स्तुति गरे, रौँ रौँ पुलकित भए। भगवानले भन्नुहुन्छ, बाबु तिमीले मेरो तपस्या गर्यौ, ज्योतिर्लिङ्ग स्थापना गर्यौ। जो व्यक्तिले विधिवत ढङ्गसँग मेरो ज्योतिर्लिङ्ग स्थापना गर्दछ, शिवलिङ्ग स्थापना गर्दछ र नित्य सेवा पूजा गर्दछ भने त्यसलाई मैले आरोग्यता प्रदान गर्दछु, त्यसलाई निर्भय प्रदान गर्दछु, कुनै डर हुने छैन, अकाल मृत्यु हरेर जानेछ भनेर महादेवजीले वरदान दिनुभयो। र अर्को कुरा, मृत सञ्जीवनी प्रदान गर्नुभयो भगवान शिवजीले। त्यही बेला सञ्जीवनी विद्या शुक्राचार्यलाई प्रदान गर्नुभयो र यो विद्या जो तिमीलाई म दिएको छु, कोही मरेको रहेछ भने पनि त्यो पनि बिउजन सक्नेछ। त यदि भनिसके पछाडि भगवान सूर्य नारायणभन्दा पनि माथि जहाँ दिव्य स्थानमा गएर तिनी शुक्राचार्यलाई स्थान दिनुभयो र तिनी शुक्राचार्य पछि विमल तारा भएर रहे। त्यहाँ विमल तारा, सूर्य नारायण भगवान भन्दा पनि अझै माथि ती शुक्राचार्य विमल तारा रहेर बसे। ती विमल तारा कति बेला देखिन्छन् त भन्दा बिहानको समयमा सूर्य उदय भएको बेला सँगसँगै यदि हेरियो भने कहिलेकाहीँ विमल ताराको दर्शन पाउन सकिन्छ। त्यो सूर्योदय सँगसँगै जसले विमल ताराको दर्शन गरेर यात्रा गर्दछ, विदेशका यात्रा गर्दछ, स्वदेशका टाढा टाढाका यात्रा गर्दछ, तीर्थ यात्रा गर्दछ, विवाहका व्रतबन्धका यज्ञ आदिका शुभ साहित्य त्यही बेलामा सार्दछ भने उसलाई तिथि पनि हेर्न पर्दैन, मिति पनि हेर्न पर्दैन, कुनै अरू जरुरत पर्दैन। विमल ताराको दर्शन गरेर यदि कसैले शुभ कर्म र माङ्गलिक कर्म गर्दछ भने यसरी विमल तारा बनाइदिनु भयो। र त्यही पाशुपत क्षेत्र नजिकै रहेको ज्योतिर्लिङ्गमा भगवान शिवजीले प्रवेश गर्दै भन्नुहुन्छ, म त्यति बेलासम्म यहाँ रहन्छु जहिलेसम्म म्लेच्छहरू आउँदैनन्। म्लेच्छको राज हुने बित्तिकै म यो धरतीबाट छोडेर फेरि गएर आफ्नो ठाउँमा लय हुनेछु। त्यस कारणले गर्दा जहिलेसम्म यो धरतीमा धर्म रहन्छ, जहिलेसम्म व्यक्तिले गायत्री जप्दछन्, जब तक यज्ञ ज्ञादी हुन्छ, जब तक यज्ञ ज्ञादीद्वारा प्राप्त गरेको फल भगवानमा अर्पण गरिन्छ, तहिलेसम्म परमात्मा यो धरतीमा बस्नुहुन्छ। जब मान्छेले धर्म छोड्दै जान्छ, आचरण नष्ट गराउँदै जान्छन्, देव कार्य गर्न छोड्छन्, देव स्तुति वन्दना गर्न छोड्छन्, त्यस पछाडि गएर भगवान पनि यो धरतीलाई छोड्दै आफ्नो लोकतिर प्रविष्ट हुनुहुनेछ। अनि जताततै पापै पाप वृद्धि हुनेछ, मान्छे पनि दानव जस्ता हुनेछन्। मानव हेर्दा त मानव हुन्, तर दानव जस्ता हुनेछन् कर्मले गर्दा। त्यस कारणले गर्दा शोभाको प्रभावले नै ती शुक्राचार्यले त्यो दिव्य गति प्राप्त गरे। मृत सञ्जीवनीको विषय पनि यहाँ सुतजीले ऋषिलाई बताउनुहुन्छ। जसले यो स्तुति सुन्दछ, जसले यो कथा सुन्दछ भने उसको देहान्त पछाडि पनि त्यही विमल तारा नजिकै ऊ बस्न पाउँदछ। यदि सदाचारमा रहेर भगवानको यो कथा सुन्यो भने हर हर महादेव शम्भो। सनत कुमारजीको संवाद भएको छ। यहाँ व्यासजीले प्रश्न गर्नुहुन्छ, हेर्नुहोस् त। अब व्यासजीले प्रश्न गर्ने, शुकदेवजीले आफ्ना पिताजी व्यासजीसँग प्रश्न त गर्नुभएको थियो, परीक्षितजीले शुकदेवजीसँग प्रश्न गर्नुभयो, शौनकादि 88,000 ऋषिहरूले सुतजीसँग प्रश्न गर्नुभयो। यो त हजुर हामीले सुन्दै आएका छौँ। विचित्रको कुरा त यही छ कि जसले 18 पुराण लेख्नुभयो, जसले 4 वेद ग्रन्थ रचना गर्नुभयो,
त्यस्ता भगवान वेदव्यासजीले प्रश्न गर्नुभएको छ शिव पुराणको बारेमा। ल हेर्नुहोस् त कस्तो अद्भुत पुराण छ, जसले वेद रचना गर्नुभयो, जसले शास्त्र रचना गर्नुभयो, जसले लेखेको भागवतद्वारा परीक्षित मुक्त हुनुभयो, उहाँ नै आज विद्यार्थी बन्नुभएको छ हाम्रा सनत कुमारजीको अगाडि। सनत कुमारजीसँग सोध्नुहुन्छ, प्रभु अब हजुरले मलाई बाडासुरको बारेमा बताइबक्सोस्। यो बाडासुर भनेको को हो? कता कता नाम सुने जस्तो लाग्छ। भागवत रचना गर्नुभन्दा अगाडि धेरै धेरै पहिला नै यो प्रश्न गर्नुभएको छ उहाँले। सनत कुमारले भन्नुहुन्छ ब्रह्माका पुत्र मरीचि, मरीचिका पुत्र कश्यप, जसलाई दक्षले 13वटी कन्या विवाह गरिदिनु भयो। जेठी पत्नी थिइन् दिति, उनीबाट दैत्यहरू पैदा भए र अदितिबाट देवताहरू पैदा भए। यी देवता र दैत्य भनेका दुई भाइ, दुई बहिनीका छोरा, पिताजी एउटै, तर पनि व्यवहार बेग्ला बेग्लै खालको थियो, आचरण बेग्ला बेग्लै खालको थियो। त्यही आचरणको कारणले गर्दा कोही देवता भए, कोही दैत्य भए। असुर भनेको को त भन्दा जसको सुरै छैन, जसको बुद्धि छैन, जो शास्त्रबाट रहित छ, वेद विधानबाट रहित भयो त्यो असुर भयो, वेद सम्मत भयो त्यो देवता भयो। दिदीबाट हिरण्यकश्यपु र हिरण्याक्षको जन्म भयो। हिरण्याक्ष का हलाद, अनुहलाद, सलहाद र प्रहलाद नाम गरेका 4 पुत्रहरू थिए। यी मध्येमा प्रहलाद जितेन्द्रिय, जितेन्द्रिय विष्णुर भक्ति। जितेन्द्रिय भनेको इन्द्रियलाई जित्न सक्ने, आँखाले कहीँ राम्रो चिज देख्यो भनेर झ्याप्प त्यति मात्र मोहित नहुने। यो संसारमा यस्तै, यो कहिले राम्रा देखिन्छन्, कहिले नराम्रा देखिन्छन्, कहीँ रङ्गी बिरङ्गी, कहीँ ब्ल्याक एन्ड व्हाइट, कहीँ रङ्गिन, यस्तै यो दुनियाँ। कहिले सुख कहिले दुःख। राम्रो चिज देखियो भनेर त्यसमा आसक्ति भयो भने पुतलीको जस्तो हालत हुन्छ भनेर आँखाले पनि जितिसकेका, आँखालाई त्यो इन्द्रियलाई जितेका, राम्रो भए पनि नराम्रो पनि जो आओस् जाओस् मतलबै नराख्ने, एकाग्र भएर भगवानको ध्यान गरे। त्यस्ता कानले सुने, करोडौं करोडौं थरीका कुरा सुने, कति शब्द सुने, कति सुने। अब ती शब्दहरूमाथि बाढीमा भगवानको नाम आयो, भगवानको चरित्र जोडियो भने ट्याक्क सुन्ने, अरू विषय सुन्दै नसुन्ने। आवाज आए पनि व्यवस्था गर्ने, त्यसलाई भन्छ जितेन्द्रिय। भोग लागेको छ लागेर पनि नलागे जस्तो गर्ने, रसलाई स्वादलाई जितेका, देहाभिमानलाई जितेका, म राजाको छोरो हो, मेरो बाउ राजा हुन् भन्ने भावै हराएका, यस्तालाई भन्छ जितेन्द्रिय। जित श्वास हो, श्वासलाई जितेका, काललाई जितेका। यस्ता प्रकारका प्रहलादजी भगवानका परम भक्त हुनुहुन्थ्यो। प्रहलादका पुत्र विरोचन, यी विरोचन यस्ता थिए कि एकपटक इन्द्र महाराजको लागि उनले शिरै काटेर दान दिएका थिए। त्यस्ता दानी। उनीका पुत्र थिए बलि। बलि पनि बहुत सम्राटशाली। भगवान वामनलाई 3 पाइला जमिन दान गरे। तेरा तुझको अर्पण क्या लागे मेरा, भगवानले माग्नुभयो दिए। हे भगवान, मेरो अधिकार भयो पो मैले राख्ने हो र मेरो केही अधिकार छैन यसमा, जसको उसैलाई दिएँ भनेर 3 पाइला जमिन दान गरे। तिम्रो कल्याण होस् बाबु भन्नुभयो, भगवानले आशीर्वाद दिनुभयो। परमात्मालाई हजुर हामीले सर्वस्व दिए तापनि हामी कहिले गरिब बन्दैनौँ। यदि हाम्रो दान कुपात्रमा गयो भने हामी सर्वनाश हुन्छौँ। त्यो दान धर्मको रक्षार्थको निम्ति, लोक कल्याणको निम्ति, देव स्तुतिको निम्ति यदि दान दियो भने त्यो दानले हामीलाई सर्वमान गराउँदछ। त्यस कारणले गर्दा अब परमात्मालाई यिनले दिए। भगवानले दान लिनुभयो 3 पाइला जमिन। यिनै बलिका पुत्र थिए बाडासुर। जति बेला त्यो घटना घटेको थियो,
बाणासुर तपस्या गर्न भन्दै गएका थिए। बहुत शिवका भक्त थिए यिनी, परम भक्त थिए। कठोर तपस्या गर्दा गर्दा 1000 वर्ष बित्यो। भगवान शिवजीले आएर दर्शन दिएर वरदान माग बाबु भन्दा, भगवान मैले अहिलेसम्म युद्ध गरेर सारा देवताहरूलाई सबैलाई जितेँ। यक्ष गन्धर्व नाग किन्नर यम कुबेर अग्नि सबैलाई जितेँ। मलाई अब यो दुनियाँ जित्ने रहर छ, त्यस कारणले गर्दा 1000 हात दिनुहोस्। भगवान शिवजीले 1000 हात दिनुभयो। अब हजुरलाई लाग्ला हाम्रो यस्तो सानो शरीरमा 1000 हात कहाँबाट अट्ला होला कि? 1000 हात अट्नेवालाको जीव पनि त त्यस्तै थियो नि। फेरि हाम्रो हातमा, हाम्रो शरीरमा जति 2वटा हात रहँदा जति शोभायमान देखेका छौँ, त्यो बाणासुरकोमा पनि 1000 हात अट्न सक्ने शरीर थियो। कति विशाल होला त्यसको देह, ल भन्नुहोस् त। अनि भगवान शिवजीले ल तथास्तु भनिदिनु भयो। हेर्दा हेर्दा देहभरि 1000 हात पैदा भयो। भन्यो महादेव अहिलेसम्म त यस्तो हात चिलाएको थिएन, सबैलाई जितेँ, जित्न बाँकी हजुरलाई मात्रै छ। महादेवजीले के भन्छ यसले? बाबा बुझ्नु भएन, मैले हजुरलाई मात्र जित्न बाँकी छ, आउनुहोस् न त युद्ध गरौँ पो भन्न थाल्यो उसले त। महादेवले भन्नुहुन्छ, अरे भाइ जसद्वारा वरदान प्राप्त गरिस् उसै माथि तैँले कुदृष्टि गर्दैछस्। महादेवजी माथि जाइ लाग्न थाल्यो। भगवान अन्तर्ध्यान हुने बेला भन्नुभयो, जसरी तैँले म माथि जाइ लागेको छस्, तेरो यो घमण्ड तोड्ने, तेरो हातको नष्ट गर्नेवाला म जस्तै मेरो स्वरूपको अर्को अवतार जन्मदैछ र तेरो नाश गर्नुहुनेछ भनेर महादेवजीले श्राप दिनुभयो। अन्तर्ध्यान हुनुभयो। समय बित्दै गयो। द्वापर युगको अन्त्यमा भगवान श्रीकृष्णले अवतार लिनुभयो र लिइसकेपछि भगवान द्वारकामा रहनु भएको, त्यो द्वारकाको दिव्य धाममा बसेर परमात्माले सबै भक्तहरूमाथि अनुग्रह गर्नुभएको थियो। एक दिन के भएछ भने महादेवजी शोणितपुर नजिकैको एउटा कलकलाउँदो गङ्गाजी नजिकै गएर बस्नु भएछ। तपस्या गरेर ध्यान गरेर बस्नु भएछ र एक दिन स्नान गर्न जानुभएको। त्यही नजिकै बाणासुरकी छोरी बस्दथिन्। यिनी बाणासुरकी छोरी जो उषा थिइन्, यिनी उषाले थाहा पाइछन् महादेवजी यति बेला क्रीडा गर्न आउनुभएको छ, म पनि जान्छु। आजको दिन महादेवजीसँग यदि स्नान गरियो, भगवानको बाहुले स्पर्श गर्यो भने शिव तत्त्व प्राप्त हुन्छ, दिव्य शक्ति प्राप्त हुन्छ भन्ने उनले सुनेकी रहेछन्। अनि पार्वतीको रूप धारण गरेर महादेवजीसँग क्रीडा गर्न गइछन्। भगवानले क्रीडा गर्न बेलामा अब लट्ठ पर्नु भएको त्यो भाङ धतुरो खाएर महादेवजी, अनि उहाँ केवल एकाकार भएर क्रीडा गरिराख्नु भएको बेलामा लाग्यो कि पार्वती पनि आइन् भनेर, अनि क्रीडा गर्नुभयो। यो कुरा झ्याप्प पार्वती माताले थाहा पाउनु भएछ। आउनुभयो, उषालाई भन्नुभयो, हे राजकुमारी, मेरो रूप धारण गरेर किन महादेवजीसँग क्रीडा गर्यौ? किन मेरो स्वरूप बनायौ? आज तिमीले यो मेरो रूप धारण गरेर महादेवजीसँग क्रीडा गरेकी हुनाले आज उपरान्त तिमीलाई कार्तिक महिनामा ऋतुमती हुनेछौ, अथवा त्यो ऋतुमती भएको समयमा नै तिमीले कुनै महापुरुषसँग आधा रातमा निदाइरहेको बेलामा सपनामा कुनै सुन्दर युवकले आएर तिमीसँग सहभाग गर्नेछ र उसैकी पत्नी बन्नेछौ भनेर पार्वतीले श्राप दिनुभयो। अनि महादेवजीलाई सम्झाउनु भयो, बाबा हे स्वामीदेव, हेर्नुहोस् कैलाशमा अब यहाँ बस्न उपयुक्त छैन, आज उपरान्त म हजुरलाई एक्लै छोड्दिनँ। किनभने भगवान शिवजी यस्तो आत्माराम हुनुहुन्छ, यस्तो अद्भुत तत्त्व हुनुहुन्छ जसले आफ्नोलाई नै बिर्सनुहुन्छ। त्यस कारणले गर्दा आफूलाई बिर्सने भएको हुनाले नै पार्वतीले कहिले पनि छोड्नु भएन महादेवजीलाई। किन? पार्वती भनेको शक्ति हो, शक्ति भएन भने आफूलाई बिर्सन्छ। बाबा भोलेनाथको यस्तै छ स्वरूप। जति बेला पनि उहाँले आफ्नो प्रसाद खाने, बाङ धतुरो खाने, अनि लट्ठ पर्ने, चिन्दै नचिन्ने उस्तै पऱ्यो भने। यदि संसारमा कसैले अत्याचार गरेको छ
अब नष्ट नै गराउन परेको छ भने फेरि झ्याप त्रिनेत्र उगार्ने, अब संसारलाई यता र उता बनाइदिइहाल्ने, फेरि डगमगाइदिने, हलचल मचाएर पुरै रौद्र रूप बनाएर छोडिदिने, त्यस्तो भगवानको कला भएको हुनाले महादेवजीलाई थमथमाउने काम नै माता पार्वतीले गर्नुहुन्छ। त बाणासुरले महादेवजीलाई यस्तो कुदृष्टि डाल्ने बित्तिकै भगवान शिवजीले विचार गर्नुभयो, ओहो संसारमा जो पायो त्यसलाई कल्याण गर्नु हुँदो रहेनछ, जो पायो त्यसलाई दया गर्नु हुँदो रहेनछ। यदि त्यो दया गर्यो भने त्यो दया रूपी खाडलमा आफै जाकिन पर्दो रहेछ भन्ने कुरा महादेवजीले थाहा पाउनुभयो। बाणासुरको त्यो अहङ्कार देखेर भगवान अन्तर्ध्यान हुनुभयो। समय बित्दै गयो। बाणासुरकी छोरी उषा सुन्दर वेशभूषामा सुशोभित भएर उनले राति राति भगवान विष्णुको पूजा गर्दथे। एक दिन अन्तपुरमा त्यही भवनभित्र रात्रिको समयमा भगवान श्रीकृष्णका नाति अनिरुद्ध यिनी अनिरुद्धलाई देखिन्छन्। उनी अनिरुद्धसँग क्रीडा गरे पछाडि बिहान उठेर रोइन् कराइन्, कहाँ गयो त्यो महापुरुष भनेर चित्रलेखा नाम गरेकी जो योगिनी थिइन् कुष्माण्डकी पुत्री, यिनी पुत्रीले एउटा सेतो कपडामा सबैको चित्र कोर्न लागिन्। गन्धर्व यक्ष नाग सिद्ध नागादिको सबैको खाका बनाइन्, कोही पनि मिलेन। अन्त्यमा मनुष्यहरूमा रामको चित्र लेखिन्छन्, मिलेन। कृष्णको चित्र कोरिन्, अलिअलि मिल्यो तर स्वभाव मिलेन। कृष्णका पुत्र प्रद्युम्नको चित्र कोरिन्, प्रद्युम्न पनि अलिअलि मिल्छन् तर ठ्याक्कै चाहिँ होइन। अनि अनिरुद्धका पुत्र प्रद्युम्नको चित्र कोरिन्। आहा, सुन्यौ हे चित्रलेखा, राति सपनामा देखेको यिनै हुन्, यिनलाई ल्याइदिनुहोस् न भनेर उनी रुन थालिन्। चित्रलेखा योग बल प्रभावशाली थिइन्। रात्रिको समयमा योग बलको प्रभावले ज्येष्ठ कृष्ण चतुर्दशीको दिन थियो। त्यो रातिको समयमा निदाएका अनिरुद्धलाई शय्यासहित द्वारिकाबाट उडाएर अन्तपुरमा ल्याएर बडो विचित्र ढङ्गबाट क्रीडा गरेर आरम्भ गरिन्। एक दिन द्वारपालहरूबाट राजाले थाहा पाए। तुरुन्त रथमा चढेर अन्तपुरमा गएर हेरेको त त्यो पुरुषसँग आफ्नै छोरी क्रीडा गरिरहेको देखेछन्। खुब रिस उठ्यो। अनिरुद्धलाई कालपासले बाँधेर तुरुन्त गएर पिञ्जडामा थुनेर राख्यो। हातमा तरबार लिएर मार्छु भन्दा आकाशवाणी भयो, यदि तैँले मारिस् भने तेरो सर्वनाश हुनेछ भनेर आकाशवाणीको आवाज सुनेर अब बाणासुर शान्त भयो। ती अनिरुद्धलाई भगवान साम्ब सदाशिवजीले नै बचाएर राख्नु भएको थियो। अनिरुद्ध पिञ्जडामा थुने पछाडि भगवती देवीको स्तुति गरे उनले। त्यही बेलाबाट वन्दना गरे, हे माँ, हे जगदम्बिका, हे पराम्बा, हजुर सिवाय यो जगतमा मेरो कल्याण गर्ने कोही पनि छैन। या देवी सर्वभूतेषु मा दयारूपेण संस्थिता, नमस्तस्यै 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 नमो नमः। त्यसरी भगवानका पुत्र अनिरुद्धले नाति अनिरुद्धले माता भगवतीको स्तुति वन्दना गर्नुभयो। त्यो पिञ्जडाबाट मुक्त हुनुभयो। भगवती शक्ति भनेकी ज्ञान हुन्, विवेक हुन्। अब यो संसारिक पिञ्जडाबाट अरूको बन्धनबाट त मुक्त हुन सकिएला, तर यहाँ प्रश्न छ जीवको, शरीरको बन्धनको कुरा गरिएको छैन। अब जीव पनि बारम्बार त्यही बन्धनमा फँसेको छ। कोहीले जन्मरूपी पिञ्जडा जन्मेर पनि यही पिञ्जडा फस्न परेको छ। पिञ्जडा भनेको के हो? यही हो। दिनभरि आएर यहाँ हरे राम हरे कृष्ण भने पनि बेलुका त्यही पिञ्जडा जानै पर्छ, नगई सुकै छैन। यो देहको पिञ्जडा। अर्को त जीवको पिञ्जडा के हो त भन्दा एउटा जन्म
अर्को मृत्यु, जन्म र मृत्यु रूपी पिञ्जडामा त्यो जीव फँसेको फँसै छ। त्यहाँबाट मुक्त हुनको लागि त्यही देवी स्वरूपा, त्यही भगवती स्वरूपा, त्यही ज्ञान स्वरूपाको आवश्यकता पर्दछ। त्यो ज्ञान यदि शिव पुराण सुनियो भने त्यहाँबाट त्यो सांसारिक पिञ्जडाबाट पनि मुक्त, अलौकिक पिञ्जडाबाट पनि मुक्त, त्यो जीव जन्म र मृत्यु रूपी पिञ्जडाबाट पनि मुक्त हुन सक्दछ, जसरी अनिरुद्ध मुक्त हुनुभयो। यतापट्टि द्वारकामा अनिरुद्ध हराएको थाहा पाएछन् केही स्त्रीहरूले। अनिरुद्ध देखिँदैनन्, अब रोवाबास गर्न थाले, सारा चिज चाहन थाले, रुन थाले। यो किन रोएका छन्, के को कोलाहल मच्यो भनेर भगवान कृष्णले आफ्नो भवनबाट थाहा पाउनु भएछ। नजिकै गएर थाहा पाउनुभयो, सुन्नुभयो, ओहो कहाँ गएछ त मेरो नाति, खोज्दै खोज्दै जानुभयो। बहुत दुःख मान्नुभयो कृष्णले पनि। सांसारिक संसारका व्यक्ति पछुताए जस्तै भगवान पनि पछुताउनु भयो। अनि भगवानले त्यही बेलामा बाणासुरले अथवा आफ्नो राज्यमा राखेको छ भन्ने कुरा थाहा पाएर जानुभयो। अक्षौहिणी 18 भनेको 18 करोड सेना लिएर जानुभयो। गए पछाडि बाणासुरमाथि जाई लाग्न खोज्दा भगवान शिवजी आएर रोक्नुभयो। प्रभु, यो मेरो शिव भक्त हो, यसमाथि हजुरले अत्याचार नगर्नु, यसलाई नमार्नु भनेर रोक्न खोज्नुभयो। अब त्यही रोक्न खोजिएको विषयलाई भागवतमा शिवजीको जोर र भगवान श्रीकृष्णको जोरको बिचको युद्ध भयो भनिएको छ। तर युद्धको के हो त भन्दा रोक्ने प्रयत्न गर्नुभएको थियो शिवजीले, किनभने आफ्नो भक्त भएको कारणले गर्दा। न कृष्णको जोर न शिवको जोरको जित भयो। कुनै जोरको जित नभए पछाडि भगवानले थाहा पाउनुभयो, प्रभु महादेवजी हजुरलाई याद छ कि छैन, बाणासुरलाई वरदान दिने बेलामा यसले हजुरमाथि जाइ लाग्दा म जस्तै महापुरुष प्रकट भएर तेरो अहङ्कार नाश गर्नु हुनेछ हजुरले भन्नुभएको थियो। त्यही हजुरको वचन सत्य गराउनको लागि म नै आएको छु। हजुर र ममा के नै फरक छ र कुनै भिन्नता छैन। हजुरले नै होइन त मलाई यसलाई सजाय दिन पठाएको, मलाई याद भयो। हो हुन्छ प्रभु, जे इच्छा लाग्छ त्यही गर्नुहोस्। त महादेवजी जानुभयो। भगवान कृष्णले हातमा रहेको सुदर्शन चक्रद्वारा त्यसका 1000वटा हात चट्टाचट काटिदिनुभयो। 998वटा हात नष्ट गरेर बाँकी 2टा हात थियो त्यसलाई पनि काट्न खोज्दा बाणासुरले गएर हात जोडेर स्तुति गर्यो, हे प्रभु, हे भगवान, मैले हजुरलाई जान्न सकिनँ। हजुर कस्ता हुनुहुन्छ त भन्दा सच्चिदानन्द रूपाय विश्वोत्पत्त्यादि हेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। हजुरलाई नमन गरेर नै, हजुरको वन्दना गरेर नै, हजुरको स्मरण गर्दाखेरि नै सारा जीवहरूले त्यो शिव तत्त्व प्राप्त गर्न सक्दछन्। कृष्णको कृपाले नै शिवसँग मिल्न सकिन्छ, ब्रह्मको अनुभूति गर्न सकिन्छ। त्यसकारण हजुरको दया नभइकन मैले शिवको त अहङ्कारले हठले तपस्या गरेँ, तर शिव तत्त्व बुझ्न सकिनँ। हजुरको दर्शन पाएँ, मैले त्यो शिवलाई बल्ल जान्न सकेँ। शिवलाई नजानिकन कल्याण हुँदो रहेनछ। आज धन्य हजुरको दर्शन मिल्यो र मैले त्यो तत्त्वलाई जान्न पाएँ। मलाई क्षमा गरिदिनुहोस् हे वासुदेव, हे दयाका सागर, हे देदुनन्दन, हे देवकी नन्दन भगवंशीधर भगवान, हजुरले मलाई रक्षा गर्नुहोस्। हजुरको त रक्षाको सागर हुनुहुन्छ। त वृन्दावनमा महाराज रच्ने बेलामा पनि उदुम उदुम असुरहरू आएर सताइरहेका थिए। तर पनि त्यो अवस्थामा ती देवाङ्गनाहरूलाई, ती गोपाङ्गनाहरूलाई, ती ब्रिजवासीहरूलाई आनन्द प्रदान गर्नको लागि हजुर हजारौं रूपबाट प्रकट भएर आफ्नो कृष्णमा लीन गराउनु भयो। त्यस्तै प्रकारले मलाई पनि आज हजुरले आफूमा समाहित गराएर मलाई अभय प्रदान गर्नुहोस्, अभय दान गर्नुभयो होस् भनिकन स्तुति गरे, वन्दना गरे। बोलो श्री कृष्णचन्द्र भगवानको, सर्वेश्वर भगवानको। हे प्रभु, सबै ब्रजवासीहरूलाई, ब्रिजहरूलाई
हजुरले आनन्द प्रदान गर्ने, हजुर आनन्द घन हुनुहुन्छ, आनन्द स्वरूपका हुनुहुन्छ, म माथि दया गर्नुहोस् भनेर जब स्तुति गरे अनि श्रीकृष्णले भन्नुहुन्छ ठिक छ, म तिमीसँग युद्ध गर्नको लागि आएको होइन, म तिमीसँग शत्रुभावको प्रभावले आएको होइन, तर मेरो अवतार के हो त भन्दा यदा यदा हि धर्मस्य ग्लानिर्भवति भूतले, यो पृथ्वी लोकमा जब धर्ममाथि ह्रास आउँदै जान्छ, पापीहरू बढ्दै जान्छन्, धर्म नष्ट हुँदै जान्छ, जसले वेदको इन्कार गर्छ, शास्त्र रहित कर्म जसले गर्दछ त्यसलाई सजाय दिनको लागि मेरो अवतार भएको हो। त्यस कारणले तिम्रो अहङ्कारको नाश भएको बाबु हो, तिम्रो हातको नाश भएको होइन। तिमीले मनलाई जानेनौ, बुद्धिलाई संयमता अपनाउन जानेनौ, चित्त कहाँ लगाउने हो त्यो पनि थाहा भएन, अहङ्कार कस्तो बेलामा प्रयोग गरियो त्यो कुरा पनि बुद्धि भएन। त्यस कारणले गर्दा जहिले पनि जीवका चारवटा कुराहरू बहुत संयमित हुनुपर्दछ, मन, बुद्धि, चित्त, अहङ्कार। मन बिग्रियो भने पनि बर्बादै हो, अनि बुद्धि बिग्रियो भने पनि झन् काम लागेन, अहङ्कार भयो ले जित्यो भने पनि झन् बर्बाद भयो, अनि चित्त बिग्रियो भने बर्बादै हुन्छ, डुब्छ जिन्दगीले। त्यस कारणले गर्दा आज धन्नै तिम्रा दुई हात बाँचेको छ, अब यसबाट पनि तिमीले धेरै पराक्रम, धेरै पुरुषार्थ गर्न सक्छौ बाबु। मैले तिम्रा 958वटा हात त ध्वस्त पारेँ, जो बचेको छ अब यसैबाट खुसी हुन सिक भन्नुभएछ कृष्णले। कुनै ठाउँमा एकजना बुढा किसानी रहेछन्, खेत खोज्दै जोत्दै जाँदा अचानक खोलाको तिरमा एउटा घडा भेटिएछ। घडा बाहिरबाट टल्किरहेको थियो, के रहेछ यसभित्र भनेर हेरेको त मट्याङ्ग्राको दाना रहेछ टल्किरहेको। किसानीले खुसी हुँदै ओहो कति राम्रा गुलिलीमा राखेर चरा धपाउने मट्याङ्ग्रा भेटाएँ भनेर गुलिलीमा त्यो राख्दै चरा धपाउँदै चरा मार्दै गर्दै गरेछ। एउटा बच्यो रहेछ, देखिनछ, घरमा ल्याएर फालिदियो अनि आफू परदेश गयो धन कमाउन। एक दिन बिचरा गरिब तुको घरमा खानी लाउने कुरा केही पनि भएन, ती श्रीमती दुखित भएर सरसापट माग्न गइन्, कसैले दिएनन्। व्यक्तिले धन यस्ता मान्छेलाई मात्र पत्याउँछ जसको आइरहेको हुन्छ। जो व्यक्तिले धन कमाउँछ, आउने बाटो भएको व्यक्तिलाई 2-4 पैसा सापट देला, आउने बाटो छैन, धन कमाउने छैन भने यसले कहाँबाट ल्याएर दिन्छ र भनेर धनै दिँदैनन् मान्छेहरूले। तर परमात्मा त्यस्तो हुनुहुन्न, कसैले नदिए पनि परमात्मासँग मागियो भने भगवान्ले लाएर ला भनेर त बिटा त दिनुहुन्न, तर ए न के न प्रकारेण कुनै न कुनै तवरबाट त्यो भक्तलाई चाहिँ बचाइराख्नु भएको हुन्छ। त्यसलाई मर्नै पर्ने बाध्यता चाहिँ बन्दैन। श्रीमतीलाई दुःख भयो, ठ्याक्क तिनको नजर छोराले त्यो दाना त्यो मट्याङ्ग्रा खेलाइरहेको देखिन्छन्, टल्किरहेको थियो। के रहेछ यस्तो ढुङ्गा त अहिलेसम्म देखेको थिएन। ढुङ्गालाई लगेर सुन बनाउने पसले कहाँ लगेर दिन्छन्। पसले त यो के रहेछ र खोइ यो टल्किरहेछ, यो ढुङ्गा पनि पक्कै होइन होला भन्दा यसो पसले हेरेको, थाहा पायो उसले त, ए माताजी यो त अरू केही न हिरा हो। ओहो हिरा, यसको मूल्य कति पर्छ? अब त्यो बेलाको मूल्य कति, धन्नै प्रशस्तै धन उनले पर्छ भने उसो भए हजुरले यो राख्नु, मलाई पैसा दिनुहोस् भनेछन्। हुन्छ भनेर दे 60, 70, 80 लाख रुपियाँ कति त्यो जमानामा पनि परेछ। ल्याइन्, घर बनाइछन्, बडा सुन्दर खालको घर, लग्जरियस सिस्टमको घर, भित्र सबै खाने पिउने बस्ने स्विमिङदेखि लिएर सबैको व्यवस्था भएको घर बनाइछन्। धेरै वर्ष पछाडि श्रीमान फर्केर आएछन्, पुरानो घरमा गएका, घरै थिएन, नयाँ घर ठडिएको देखेर, होइन यो कहाँबाट आएछ हाम्रो जग्गामा, यो घर कसले बनाएछ भनेर चारैतिर यताउता निहालेछन्। श्रीमती चाहिँले माथिबाट देखिछन्, अनि माथिबाटै बोलाइन्, श्रीमानज्यू आउनुहोस्। त्यस पछाडि गएर घरभित्र गएर हेरेको त त्यही अब दङ दास परेछन्। दुधका फिँच जस्तै ती खाटका तन्ना, सुनका
लेप लगाएर मडारिएका ती खाटहरू, भित्रै खाने पिउने बस्ने नुहाउने सबै चिजहरू भित्रै। मान्छे अगाडि गयो भने धाराबाट पानी आफै आउने, हात यसो गर्दै थापे पछाडि। पहिला हेम पाइप यसो गर्दै घचक घचक गर्दै चलाउनु पर्थ्यो, अगाडि हात यसो थापेपछि पानीका धारा झर्ने। द्वारमा जाने बेला घचकै कर्याक्का पनि पार नपर्ने, गयो कि आफै ढोका खोल्ने, भित्र छिरो बन्द हुने। त्यस्तो घरभित्र गएछन्। सोधे, देवी तिमीसँग पैसा त थिएन, हामी गरिब, कहाँबाट यतिका धेरै धन ल्यायो भन्दा श्रीमतीले भनेछन्, तपाईँ एक दिन खेत खन्न भन्दै गएको, एउटा घैला भेटिएछ, त्यो घैलाभित्र एउटा दाना रहेछ, छोराले चलाइरहेको, के रहेछ त भनेर पसले कहाँ गएर बेचेको, त्यो त हिरा। त्यही हिरा बेचेर 70-80 लाख रुपियाँ कमाए, अनि त्यही पैसाले घर बनाए भन्दा बित्तिकै त्यो खबर सुन्नेर त्यो दुला त बेहोस भएर त्यही रङ्ग भैँमा लडेछ, बेहोस भयो। पत्नी चाहिँले पानी ल्याएर छमछम पारिन्, बिउजाइन्। सोधिछन्, किन बेहोस हुनुभयो भनेर सोद्धा, एउटा दानाले त तिमीले यत्रो चिज बनायो, यस्ता दाना त कति गुलिलीमा राखेर चरा मारे, कति मारे। एउटा दानाले त, एउटा मोट्याङ्ग्राले त यत्रो विशाल वैभव प्राप्त गर्यो भने त्यो सबै मोट्याङ्ग्रा जति जम्मा गरेर ल्याएको भए यस्ता घर त अहिलेसम्म 100वटा बन्दो रहेछन्। मलाई 10-10 वर्ष त परदेशमा गएर किन अर्का भाँडा मान्नु पर्थ्यो र किन अर्काको दुःख गर्न पर्थ्यो र हेर यो 10 वर्ष मैले बेकारमा दुःख पाएँ, म साह्रै बर्बाद भएँ भनेर पश्चाताप मान्दै हुक्क हुक्क गर्दै रुन लागेका बेला श्रीमतीले सम्झाइन्, चिन्ता नगर्नुहोस्, जे भयो भयो, यद्भाव्यं तद्भविष्यति, दैवादिनं सर्वमिदं जगत स्थावर जङ्गमम। यो सारा दुनियाँ दैवको अधीनमा छ, हाम्रो अधीनमा त केही पनि छैन। जति लिएर आएका छौँ नि त्यो भुड्का, त्यो थैला, त्यति मात्र पाउने हो, त्यहाँभन्दा बढी पाइँदैन। त्यस कारण परमात्माको दया, जे बच्यो यसैमा सन्तुष्ट हुनुस्, यसैलाई बचाएर राखौँ। जाने चिज गइहाल्यो, बचेको चिजलाई बचाउँ, सदुपयोग गरौँ, चिन्ता नगर्नुहोस् भनेर श्रीमती चाहिँले सम्झाइछन्। श्रीमान बल्ल होसमा आयो। अब भन्नु खोजेको के हो भने, त्यो किसान भनेको जीवात्मा हो, हजुर हामी हौ। खेत खन्न जाने भनेको विषय खनेको, सुख र दुःखका यो विषय खनिरहेका हौँ। कहिलेकाहीँ दुःख गर्दा गर्दा सुख पनि भेटिन्छ फेरि। ओहो तैँले यस्तो यस्तो जागिर पाएको छ, जागिर गर्छ त भनेर कसैले सोध्यो भने गरिहाल्यो भने गरियो गरियो, होइन पछि गरमलाई हे अरू पनि आउँछ नि भन्न थाल्यो भने फेरि त्यो समय फुत्केपछि फुत्क्यो। आएको समय गए पछाडि फर्किन बडो मुस्किल पर्छ। कहिलेकाहीँ दुःख गर्दा गर्दा पनि सुखका दिन पनि आउँछन् कि, त्यस्ता खालका दिन पनि आउँछन्। सधैँभरि रोइराख्न पर्दैन। भगवान्का भक्तहरूलाई कहीँ न कहीँबाट केही न केही सुनौलो दिन आउँछ, त्यो दिनलाई ट्याप्प पडक पड्केर हुने कुरा भइदै गर्छ। अब अहिले मैले यसलाई यसो गर्दै जान्छु भनियो भने त्यहाँबाट फेरि फड्को मारेर अलि ठुलो काम गर्न सकिन्छ, त्यहाँबाट अलि माथि पुग्न सकिन्छ। त्यही भएर त्यो समय आउँछ हो, त्यहाँ पनि किसानीलाई आयो। भगवान्ले घोडा त दिनुभयो, त्यो घोडाभरि हिरा भरेर, तर उसले चरा धपायो। चरा भनेको 20 रुपियाँ चरा चुरुङ्गी धपाउनतिर त्यो खेर फाल्यो र अन्तिममा बसिनु भनेको के हो त भन्दा बुढ्यौली। यौवन जति, युवा अवस्था जति, यौवन अवस्था, बल बुद्धि जति जम्मै त्यही गुलेलीमा चरा धपाएर सकियो। कहिले साथीभाइसँग कता गएको छ, कहिले कता गएको छ, कहिले खानपिनमा, कहिले रमाइलोमा, कहिले घुम्नेमा, कहिले डुल्नेमा, मोज मस्ती भनेको छ, कहिले के भनेको छ। त्यही गर्दा गर्दा भएका मोट्याङ्ग्रा जति जम्मै सके, एउटा बच्छ, त्यो भनेको बुढौली अवस्था, धुकुर धुकुर अवस्था। अनि त्यो पत्नी भनेको को हुन् त भन्दा विद्या। विद्या भनेको ज्ञान। मान्छेसँग दुईटा तत्त्व हुन्छ, एउटा विद्या, अर्को अविद्या। विद्याको सङ्गत गरियो भने ब्रह्मतिर गइन्छ, अविद्याको सङ्गत गरियो भने असुरतिर गइन्छ। त्यस कारणले गर्दा ती विद्यारूपी पत्नीले के भनिन् भने, भएको पतिदेव शोक नगर्नुहोस्, जे हुनु थियो, जे जानु थियो त्यो गयो। अब हाम्रो जीवन पनि उमेर जति गयो गयो, जति पनि बचेको छ नि, अब यो बचेको समयलाई थोरै भए पनि भगवान्मा लगाउँ, शिवपुराणको कथा सुनौँ, भगवत चरित्रमा दिन बिताउँ। यस्तै यस्तै भगवान्का दान
दातव्यहरूद्वारा जीवनलाई व्यतीत गरौँ र आनन्दसँग बसौँ भनेको हो। त्यो छोटो समयभित्र पनि सबै कुराहरू प्राप्त गर्न सकिन्छ हो। त्यस कारणले गर्दा यहाँ पनि पश्चाताप मान्दै बाणासुरले भगवानसँग क्षमा याचना मागे र भगवानले आफ्नो नाति अनिरुद्धलाई र बुहारी उषालाई लिएर द्वारकामा जानुभयो। जब देवताहरूले के भएछ भने दुःख पाएको बेलामा महिषासुरलाई भगवती देवीले मार्नुभयो। महिषासुरको पुत्र थियो गजासुर। गजा भनेको हात्ती, असुर भनेको हात्तीको रूपमा रहेको राक्षस। यो गजासुर नाम गरेको दानवले ब्रह्माजीको तपस्या गर्यो, तिनी लोकलाई जित्न सक्ने वरदान प्राप्त गर्यो। स्वर्गलोकमा गएर देवताहरूलाई चरण ढोग्न लगायो, मातियो। सबै देवताहरू भागेर महेन्द्र पर्वतमा गएर लुके। गजासुर नामको दानवले विषय लुलु भएर सम्पूर्ण शास्त्रहरूको उल्लङ्घन गर्यो। ब्राह्मणहरूलाई, तपस्वीहरूलाई, गुरुहरूलाई सबैलाई सताउन लाग्यो। सबै इन्द्रादि देवताहरू भगवान साम्ब सदाशिवजीको शरणमा गए। प्रभु, हामीलाई बारम्बार किन दुःख आइपर्छ? कसैको गाडी यात्रा गरेको छ, दुर्घटना पर्यो अथवा गाडी गुल्ट्यो भने त्यो गाडीलाई जति मर्मत गरेर रङरोपन गरेर चिटिक्क पारे पनि जहाँ गुल्टे थियो नि त्यो बाटो हिँड्दाखेरि पनि त्यतै गुल्टिन खोज्छ अरे के। मान्छेको भाग्य पनि त्यस्तै हो। जो जन्मदा नै दुःख बोकेर आएको छ त्यसले जति अर्काले सुख दिन्छु भने पनि त्यसलाई त्यही दुःखै प्यारो हुन्छ, त्यही दुःखले नै तानिरहेको हुन्छ। सुखी व्यक्तिलाई सुखले तान्छ, दुःखी व्यक्तिलाई दुःखले तान्छ। जो व्यक्ति रोएको रोइ गर्छ त्यो व्यक्तिलाई खालि रुन मात्र मन लाग्छ, त्यो आँसुले नै तान्छ। भाग्यमानीलाई भाग्यले तान्छ, ज्ञानीलाई ज्ञानले तान्छ, विद्यार्थीलाई विद्याले तान्छ, दानीलाई दानले नै तान्छ। जो व्यक्ति दानी छ त्यो व्यक्तिलाई जति दान दिए पनि कहिले रितिँदैन। जो व्यक्तिले छ भन्छ, छ भन्ने व्यक्तिसँग जहिले पनि हुन्छ, केही कुराको अपुग हुँदैन। भएर पनि छैन मसँग त भनेर हात खुम्चायो भने त्योसँग कहिले पनि हुँदैन। त्यस कारणले गर्दा अब यहाँ पनि सबै देवताहरूले गएर बार शिवजीलाई भने, महादेव हामीलाई किन यस्तो दुःख आइपर्छ? गङ्गाधरम शशि किशोरधरम त्रिलोकी रक्षाधरम निटिलचन्द्रधरम त्रिधारम भस्मावधूलनधरम गिरिराजकन्या दीप्यावलोकनगरम वरदं प्रबध्ये दिव्यावलोकनधरम वरदं प्रपद्ये। सारा देवताहरूले स्तुति गरे, वन्दना गरे। हे बाबा गङ्गाधरम, गङ्गालाई धारण गर्ने, चन्द्रधरम त्रिधारम, चन्द्रमालाई धारण गर्ने भावना बुझेर भोले बाबा त्यही बेलामा त्यो गजासुर नामको दानवलाई मार्नका लागि त्रिशूल लिएर जानुभयो। शिर काटिदिन्छु भन्न लागेको बेलामा त्यो गजासुरले शिवजीलाई के भनेछ भने, बाबा मलाई मार्न त मार्नुहोस्, म मरे पछाडि मेरो एउटा इच्छा पुरा गरिदिनुहोस् है। के इच्छा हो तेरो? ल भन। मेरो छाला काटेर हजुरले आफ्नो ओढना बनाइबक्स्योस्। तथास्तु, ल ठिक छ भनिदिनु हो। गजासुरको वध गर्नुभयो। अनि त्यस पछाडि त्यो गजासुरको शरीरको छाला काटेर भगवान महादेवजीले गएर आफ्नो ओढना बनाउनु भयो। त्यही दिनबाट भगवान शिवजीको ओढ्ने पछौरी कम्बल भनेको के हो त भन्दा त्यो गजासुरको छाला हो। हर हर महादेव। मुक्ति गरिदिनु भयो गजासुरलाई। र त्यति मात्र होइन, त्यो गजासुरको लागि काशीमा स्वयं भगवानले ज्योतिर्लिङ्ग बनाइदिनु भयो र त्यही ज्योतिर्लिङ्गको नाम मृत्युञ्जय राखिदिनु भयो। जसले यो मृत्युञ्जयको दर्शन गर्दछ त्यसलाई अकाल मृत्यु हरण हुन्छ। त्यो मृत्युञ्जय मन्दिर अहिले पनि काशीमा निवास छ। यसरी भगवान शिवजी का अद्भुत अद्भुत चरित्रहरू वर्णन गर्दै अब अर्को फेरि दिव्य कथा प्रसङ्ग भन्नुहुन्छ।
जति बेला भगवान विष्णुले दितिको पुत्र वध गर्नुभयो, दिति पुत्र भनेको हिरण्यक्ष र हिरण्यकशिपुको वध गर्ने बित्तिकै दितिलाई साह्रै कष्ट भयो। त्यही बेलामा साह्रै दुःख मान्नुभयो। अनि एउटा निर्हाय नामको दानव आएर सम्झायो दिदीलाई, दिदी शोक नगर्नुहोस्, देवताहरूसँग बदला लिएर देवताहरूलाई दास बनाएर मैले तपाईँको दुःखलाई शान्त गरिदिन्छु भनेर आश्वासन दियो। काशीमा गयो, दिनभरि दयालु भएर ध्यानमग्न भएर कथा सुन्ने, साधु सन्तको सङ्गत गर्ने, साधुसँग घुलमिल हुने, अनि राति परे पछाडि तिनी साधु सन्तलाई समेट्ने र गएर समुद्रमा फालिदिने, मारिदिने, यस्तो गर्न लाग्यो। दिनदिनै साधु सन्तहरूको सङ्ख्या कम हुँदै गयो काशीमा। यो किन यस्तो भयो? कहाँ गए त हिजो अस्ति देखिएका साधु सन्त महात्माहरू कोही पनि छैनन् अहिले त। जब खोज गर्दै गर्दै जाँदा त्यो दानवले सारा सन्तहरूलाई मार्न लागेको रहेछ। एक दिन एकजना ब्राह्मणलाई मार्छु भनेको बेलामा भगवान शिवजी प्रकट भएर मुक्काले हानेर त्यसको वध गरिदिनु भयो। हे व्यासजी, बिन्दल र उत्पल नाम गरेका दुईटा दैत्य थिए। उनीहरूले ब्रह्माजीबाट वरदान प्राप्त गरे, पार्वती बाहेक अरू कसैको हातबाट नमर्ने, कसैले मार्न नसक्ने, जसको कारणले गर्दा अभिमान वृद्धि हुँदै गयो। आफ्ना आफ्ना बाहुबलले सारा विश्व ब्रह्माण्डलाई आफ्नो बसमा पारे। देवताहरू ब्रह्माजी कहाँ गएर भने, ब्रह्माजी, त्यो दानवले साह्रै दुःख दियो, के गर्ने होला भन्दा ब्रह्माजीले भन्नुहुन्छ, जाऊ जगत जननी पार्वतीको ध्यान गर, किनभने उनीहरू जगत जननी पार्वतीको हातबाट मात्र मर्न लेखेका छन्, त्यसको लागि शिव ध्यान गर भनिकन पठाउनु भयो। अनि नारदजी जानुभयो, दैत्यहरू भएको ठाउँमा पुग्नुभयो र दैत्यहरूलाई भन्नुभयो पार्वतीको विषयमा। पार्वतीको रूपको वर्णन गरे। अनि ती दैत्यहरू कामातुर भए। पार्वती माताजीलाई कटाक्ष दृष्टिले हेरे। भगवान शिवजीले पार्वतीलाई भन्नुभयो, हेर पार्वती, यिनीहरूको मृत्यु तिम्रो हातबाट मात्र हुन्छ भनेर भन्ने बित्तिकै माता पार्वतीले भकुण्डो खेल्दै जानुभएको। अनि त्यही भकुण्डोले एक पटक हानिदिनु भएको, छातीमा लाग्यो, दुईटी दाना मरे। ड्याङ्ग भकुण्डोले जब छातीमा लागेर त्यो भकुण्डो उछुट्यो, उछुटिने बित्तिकै ती भकुण्डो शिवलिङ्गको रूपमा प्रकट भइदियो। हेर्नुहोस्, भकुण्डोबाट शिवलिङ्गको रूप आयो। र त्यो ठाउँ कहाँ पर्छ भन्दै भारतको नन्दीकेश्वर भन्ने ठाउँ, जहाँ ज्येष्ठेश्वर भन्ने ठाउँ छ, त्यो नन्दीकेश्वर स्वरूपमा रहनुभयो र आज पनि त्यही विराजमान हुनुहुन्छ। त्यो शिवलिङ्ग भकुण्डोको स्वरूपमा छ त्यहाँ पनि। बोलो नन्दीकेश्वर भगवानको। तिनै नन्दीकेश्वर भगवानको पूजा आराधना स्तुति वन्दना गर्नको लागि ब्रह्माजी र विष्णु स्वयं आफ्नो लोकबाट आउनुभयो। त यति भन्दै रुद्र संहिताको युद्धखण्ड यहीँ समाप्त भयो। हामी अब शतरुद्र संहिताभित्र प्रवेश गर्दैछौँ, जहाँ भगवान शिवजीका अवतारहरूको बारेमा वर्णन गरिएको छ। जति पनि संसारमा धरतीमा शिवलिङ्गहरू उत्पत्ति भए, त्यो शिवलिङ्गहरूको महत्त्व के हो, तीर्थहरूको महत्त्व के हो भन्ने कुरा तत्त्व यो संहितामा व्यक्त गरिएको छ। हर हर महादेव। सारा सौनकौले ऋषिसँग बिन्ती गरे, शुद्धजीसँग, हे शुद्धजी, हामीलाई अब शिवजीका अवतार सम्बन्धी कथा सुनाउनु। जसरी भगवान विष्णुले अवतार लिनुहुन्छ, त्यसै गरी शिवका रूपका अवतारहरू कुन कुन हुन्, ती अवतारका रूपहरूको नाम हामीलाई बताइदिनुहोस्। अब यही प्रसङ्ग उहिले सनत कुमारजीले शिव स्वरूप नन्दीश्वर सहित सोध्नु भएको थियो भने सनत कुमारलाई नन्दीश्वरले बताउनुहुन्छ। नन्दीश्वर साक्षात् भगवान शिवजीको स्वरूप। नन्दीश्वरले के भन्नुहुन्छ भने, उहिले भगवान शिवजीको पहिलो अवतार भयो श्वेत लोहित। श्वेत लोहित भनेको लोहा भनेको फलाम। सेतो फलामको रूपमा भगवानले 19औं मनोन्तरमा अवतार लिनुभयो। ब्रह्माजी ध्यानमग्न हुँदा सद्योजात स्वरूप
त्यही स्वरूपबाट भगवान् शिवजी प्रकट हुनुभयो। त्यसकारण भगवानको पहिलो अवतारको नाम के हो? सद्योजात। कुन रहेछ? सद्योजात, शिवजीको पहिलो अवतारको नाम। दोस्रो अवतारको नाम के भयो त भन्दा कामदेव। यो पनि शिवजीकै रूप अवतार हो। कामदेव कस्तो स्वरूपमा हुनुहुन्छ त भन्दा रक्त वक्त्र धारण गर्नुभएका। तेस्रो अवतार भगवानको तत्पुरुष। चारौं अवतार भगवान अत्यन्तै गएर कृष्ण वर्णको हुनुहुन्थ्यो, जसको नाम अघोर रह्यो, अघोर अवतार। र पाँचौं भनेको भगवानको ईश। यी पाँचवटा स्वरूप भगवान शिवजीका अवतार हुन्। ईशान पुरुष, अघोर, काम संरक्षक र ब्रसु संरक्षक, यी भगवान शिवजीका पाँचवटा मूर्तिहरू भए। अब यी पाँचवटा मूर्ति भनेको को त भन्दा भगवान पशुपतिनाथ। बोलो पशुपतिनाथ भगवानको। पशु भनेको जीव, सबै जीवहरूलाई कल्याण गर्ने, सबै जीवहरूभित्र शिव तत्त्व लुकेर रहने। जसरी धानभित्र चामल लुके जस्तै हामी यो संसारका सबै जीवभित्र पनि त्यही शिव तत्त्व लुकेर बसेको छ। त्यही शिव तत्त्वले गर्दा नै हामीले थाहा पाउन सक्दछौँ। त्यसकारण जुन दिन त्यो बाई मात्रा निकालिन्छ नि शिवबाट, के हुन्छ? शव भइन्छ। जसको हृदयभित्र जो भित्र शिव तत्त्व छैन त्यो शव समान बन्दछ, लास बन्दछ। यो त भयो पञ्च अवतार शिवजीका। अब आठवटा मूर्तिहरू भगवानका छन्। ती आठवटा मूर्तिहरू मध्येमा सबैभन्दा पहिलो भगवानको मूर्ति हो पृथ्वी। यो पृथ्वी पनि भगवान शिवजीकै रूप हो। त्यही भएर बिहान उठेर पृथ्वीमा टिक्नुभन्दा अगाडि पृथ्वी मातालाई ध्रोग्ने, हे भगवान हजुर नै शिवा हुनुहुन्छ, हजुर नै शिवा हुनुहुन्छ। हजुर माथि मैले कुल्चँदा, हजुर माथि मैले मलमूत्र त्याग गर्दा ममा जुन प्रकारका दोष लाग्दछन् त्यो दोषबाट मलाई बचाउनुहोस्, किन हजुर मेरो आधार हुनुहुन्छ। यसरी प्रार्थना गरेर मात्र यात्रा प्रारम्भ गर्नुपर्छ। यही पृथ्वी रूपले भगवानले चराचर जगतलाई धारण गर्नुभएको छ। हजुर हामी 20-40 किलोको बोझ बोक्यौँ भने कति गाह्रो हुन्छ। कति बोझ होला यो धरतीको, कति गरुङ होला, कतिको वेट होला यसको। यो सारा धरती माथि रहेका वेटहरू बोझ भगवानले बोक्नु भएको छ। अब अर्को भगवान शिवको स्वरूप भनेको जल। जल पनि शिवजीकै रूप हो। त्यही भएर जलमा हामीले दूषित बनायौँ भने, दूषित पदार्थ मिल्कायौँ भने हामीलाई जलको श्राप पर्छ। जो व्यक्तिले जलका स्रोतहरूलाई फोहोर गर्छ नि, त्यो व्यक्तिलाई कहिले पनि रोगले छोड्दैन। छाला सम्बन्धीका रोग, कुष्ठ रोग, यस्ता रोगहरू आउँछ गरे। यदि जसले जललाई दूषित गर्दछ, जलको अपमान गर्दछ, जलमा फोहोर चिज त्याग गर्दछ भने यस्ता दोषहरू आउँदछन्। त्यसकारण जल जहिले पनि स्वच्छ राख्नु पर्दछ। भगवान कृष्णजीले पनि जति बेला यमुनाजीमा कालिया नामको नागले दूषित विष वहन गर्दा सबै पुरावासीलाई लिएर, ब्रिजवासीलाई लिएर यमुनाजी सफाई गर्नुभयो। कालियालाई त्यहाँबाट समुद्रमा पठाइदिनु भयो र जल स्वच्छ राख्नुभयो। त्यसकारण गर्दा सकेसम्म प्रयत्न गर्नु। अर्को अवतार हो भगवानको पशु। पशु नामक भगवानको अवतार मैले अघि बताएँ हजुरलाई। पशु भनेको पशुको कल्याण गर्नको निम्ति पतिको रूपमा प्रकट हुनुभयो। त्यसकारण भगवानको नाम पशुपति। र संसारको पशुपति भनेको साक्षात ज्योतिर्लिङ्ग शिवजीकै स्वरूप। हुन त सबै शिवलिङ्गका उत्तिकै महत्त्व छ, तर शिवलिङ्ग भन्दा ज्योतिर्लिङ्गको महत्त्व बढी छ। ज्योतिर्लिङ्ग साक्षात भगवान पशुपतिनाथ हुनुहुन्छ, जसले जीवहरूलाई कल्याण गर्नुहुन्छ, जीवहरूको पाप नाश गर्नुहुन्छ।
अनि त्यसपछि अर्को रूप हो भगवानको ईशान। ईशान भनेको जुन दिशामा भगवान सूर्य नारायण अवस्थित हुनुहुन्छ। भगवान सूर्य नारायण पनि शिवजीकै स्वरूप हो, त्यही भएर भगवानको नाम ईशान। बिहान उठेर जसले सूर्य नारायणको दर्शन गर्छ, हात देशो नमस्कार गर्छ, नमन गर्छ भने भगवान शिवजीको दर्शन गरे भलाहरूको फल प्राप्त हुन्छ। भगवान सूर्य नारायण प्रत्यक्ष देवता हुनुहुन्छ। मान्छेले भगवान कहाँ छन् भनेर सोच्छन्, भगवान कहाँ हुनुहुन्न र? यी पृथ्वीको हुन्, भगवान हुन्। यो आकाशको हो, के को रूप हो? त्यही भगवानको रूप हो। चन्द्रमा कसको रूप हो? तिनै भगवानको रूप हो। सूर्य नारायण को हुनुहुन्छ? भगवान हुनुहुन्छ। जे जति यो जगतमा देखिएका प्रकृति स्वरूपहरू छन् ती सबै भगवान हुन्। त्यही भएर हामीले बातो देवता, सूर्य देवता, चन्द्रमा देवता, रुद्र देवता, भास्कर देवता, कोल देवता, पितृ देवता, सबै देवताहरूलाई किन देवता मान्छौँ, पूजा गर्छौँ त भन्दा सबै भगवानको रूप हो। जगत आत्मा दृगीश्वर, भगवान सूर्य नै आत्मा गरे। अब त्यो आत्मा को हुनुहुन्छ? शिवजी हुनुहुन्छ। नन्दिकेश्वरले भन्नुहुन्छ, एक समयको कुरा हो, एक शिलाद नाम गरेका ऋषि थिए, घोर तपस्या गरे इन्द्रको। इन्द्रले वरदान माग भन्दा मृत्यु नहुने पुत्र दिनुस् भनेर मागेछन्, कहिले पनि नमर्ने छोरो। इन्द्रले भन्नुभयो यो त असम्भव छ बाबु, मैले दिन सक्दिनँ। त्यस कारणले गर्दा तिमीले रुद्रको तपस्या गर भनेर इन्द्रले बताउनुभयो। 1000 वर्षसम्म रुद्रसहित पार्वतीको ध्यान गर्नुभयो। ध्यान गर्दा गर्दा बाहिरको जड तत्त्व अथवा जड भाव नष्ट भइसकेको थियो। चेतन भाव, चैतन्य भाव ब्रह्ममा लीन बनाएर तपस्या गर्दा गर्दा देहभरि धमिराको गोलो लागेछ। शिव पार्वतीले दर्शन दिनुभयो। अनि शिरमा हात राखिदिनु भयो। ऋषिको समाधि टुट्यो। ऋषिले स्तुति गरे, वन्दना गरे, हे जगदीश, हजुर संसारका सबैका ईश्वर हुनुहुन्छ, सबै जगतलाई आफूमा समाहित गर्नुभएको छ। हजुरबाटै जलको तत्त्व संसारमा फैलिएको छ, हजुरबाट तेज फैलिएको छ, हजुरबाट आकाश, वायु, अग्नि, यी सबै तत्त्व हजुरबाट प्रतिबिम्ब त छन् र त्यही पञ्च तत्त्वबाट नै देह निर्माण हुन्छ। सबैका देहलाई चलायमान बनाउने, सबैलाई खुसी बनाउने, सबैलाई आनन्दित दिलाउने, हे भगवान, मलाई अयोनिज पुत्र प्रदान गर्नुहोस्। अयोनिज पुत्र भनेको कहिले नमर्ने, मृत्यु रहित। अनि भगवानले त्यही बेलामा तथास्तु भनिदिनु भयो। अनि शिवको आज्ञाबाट ऋषिको अग्निकुण्डबाट एउटा जाजोलेमान पुत्र जन्मिए। जसरी तेज चम्कन्छ त्यस्तै प्रकारको त्यो बालकको अनुहारमा पनि चमक थियो। देह नै चम्किलो मडी जस्तो चम्किरहेको। सारा देवताहरूले फुल वर्षाए। हेर्दा हेर्दा 3वटा आँखा भएको शिवजीको जस्तै, 4 हात भएको जटाजुटधारी बालकलाई देखेर ती ऋषि खुसी भए। जात कर्म गरे, संस्कार आदि गराए। अनि नन्दी भनेर नाम राखे। जय बोलो नन्दी भगवानको। नन्दीको जन्म त्यसरी भएको। सानैमा वेद शास्त्रहरूको अध्ययन गरे नन्दीले। एक दिन मित्रा वरुण नाम गरेका ऋषि आए। त्यो बालकको अद्भुत गतिलाई देखेर ऋषि बहुत अचम्म माने। ओहो, यस्तो अद्भुत बालक त आजसम्म मैले देखेको थिएन। मान्छेको कोखबाट, मान्छेको गर्भबाट जन्मेको र अग्नि तेजबाट जन्मिएका बालकमा धेरै भिन्नता हुन्छ। ऋषि साह्रै प्रसन्न भए। यसो भाग्य हेरेको त
ओहो, यो बालक त यस्तो सुन्दर छ तर अल्पायुको जन्मेको रहेछ, 1 वर्षमा यसको मृत्यु हुन्छ भनेर ऋषिले भनिदिनु भयो। शिलाद ऋषि साह्रै दुखित भएर ओहो मेरो छोरो 1 वर्षमा मर्ने भयो, 1 वर्षमा मृत्यु हुने भयो भनेर बिलाप गरेर टाउको ठोकी ठोकी रुन लागेका बेलामा 1 वर्ष नपुग्दैको बालकले बाबालाई गएर भन्यो, बाबा शोक नगर्नुहोस्, नरुनुहोस्, मेरो मृत्यु हुँदैन, मलाई कसैले मार्न सक्दैन। मैले मृत्युलाई पनि जितिसकेको छु, अथवा मृत्युलाई पनि जित्नको लागि तपस्या गर्न जान्छु, आज्ञा दिनुहोस् भनेर त्यो बालक तपस्या गर्न गए। 1 वर्ष पुग्न लाग्ने बेलामा भगवान शिव पार्वती आएर दर्शन दिनुभयो। तिमीलाई मृत्युको भय छैन भनेर आफूले लगाएको गलाको माला निकालेर त्यो बालकलाई पहिराइदिनु भयो। अचानक जटाबाट जल निस्क्यो र त्यही जलले बालकलाई छर्किदिनु भयो, अभिषेक गरिदिनु भयो। अनि दायाँ र बायाँबाट जलका धाराहरू बग्न थाले र त्यही शिवजी प्रकट भएर रहनुभयो। जलै जल जताततै बगेको भएर त्यही जलका ईश्वर भगवान बन्नुभयो र त्यही ठाउँको नाम, त्यही स्वरूपको नाम जलेश्वर रह्यो। जय बोलो जलेश्वर महादेवको। जलेश्वर कहाँ? हाम्रै नेपालमा। जनकपुर जानुभएको छ? जानुभएको छ नि? जलेश्वरको दर्शन गर्नुभएको छ? जनकपुर जाँदाखेरि गर्नुभएको बेला हो, त्यही स्वरूप हो उहाँको शिवजीको। पहिला अथाह जल थियो त्यहाँ, तर आजकल अब मान्छेहरू अब जस्तो पनि जान थाल्यो त्यहाँ। पवित्रता त्यति नभएको कारणले गर्दा भगवान आफ्नो अलिकति शक्ति र तत्त्वलाई क्षीण बनाउनु भएको छ। तर जलेश्वर भनेको अत्यन्तै पुण्य स्थल हो, पुण्य धाम हो। जसरी हरिद्वारको महत्त्व छ, गङ्गाको महत्त्व जतिको छ, जलेश्वरको पनि त्यतिकै महत्त्व छ। फुर्सद मिल्यो भने, अनुकूल मिलेको बेलामा भगवान जलेश्वरको गएर दर्शन गर्नुहोला। यसरी दर्शन गर्ने बित्तिकै सारा प्राणीहरू तृप्ति भई आनन्द माने। अनि नन्दीश्वरलाई भगवान शिवजीको आज्ञाले पार्वतीले आफ्नो पुत्र बनाउनु भयो र साँडेमा बसालेर कैलाश लिएर जानुभयो। त्यही दिनबाट नै नन्दीश्वर भगवान शिवजीको साथमा कैलाशमा रहनुभएको छ। शिव पार्वतीको पुत्र जसरी गणेशजी कुमारजी भए जस्तै नन्दीश्वर पनि अथवा नन्दी पनि माता पार्वतीका पुत्र हुनुहुन्छ। यस्ता नन्दीको कथा सुन्नाले उसलाई पनि माता पिताको अथवा बाबा आमा भोलेनाथ पार्वती आमाको जसरी आफ्ना पुत्रहरूलाई प्रेम गर्नुहुन्छ, दया गर्नुहुन्छ, हामीले पनि यो कथा सुन्दा त्यही गति प्राप्त गर्दछौँ भने तत्त्व यहाँ सुतजीले ऋषिहरूलाई बताउनु भएको छ। हर हर महादेव।